ल है, के चाहिने यो खाटी गाउँलेबाट फेरि अर्को कुरो चाहिँ आइरहेछ। यहाँहरू सबैले एकचोटि एकदमै ध्यान दिएर सुनिदिनु होला, हेरिदिनु होला। हजुरहरूलाई लागिरहेको होला होइन, यो सामाजिक सञ्जालमा विभिन्न प्रयास गर्दा गर्दै असफल हुनुभएका कहीँ मित्रहरूलाई, कहीँ भ्युवर्सहरूलाई लाग्नुभएको होला। होइन, यो साह्रै बोर रहेछ, यसमा लाग्दा पनि भएन, मोनिटाइज नै भएन होइन, किन नभएको होला भन्ने लाग्छ होला। तर यसमा एकदमै सङ्घर्ष, एकदमै मिहिनेत, एकदमै धैर्यता चाहिँ चाहिन्छ। एकचोटि मात्रै गरेर एक दिन मात्रै एउटा फोटो पोस्ट हालेर मात्रै मोनिटाइज हुने होइन। यसमा लगातार हजुरहरूले हाल्दै रहनुपर्छ, भनेअनुसार हालिराख्नुपर्छ है। अल्छी नमानिकन आफूले कति पनि कन्जुसाइ नगरिकन नयाँ अपलोडहरू गरिराख्नुपर्ने हुन्छ। आफ्ना ओरिजिनल भोइसहरू, ओरिजिनल मतलब आफ्ना चेहराहरू पनि देखाइराख्नुपर्ने हुन्छ कि, अनुहार मुखडाहरू पनि देखाइराख्नुपर्ने हुन्छ कि यसमा। लुकेर भित्रभित्रै लुकेर अनि बाहिरतिरका तस्बिरहरू मात्र देखाउँदाखेरि पनि गाह्रो हुन्छ फेरि यसमा। अनि कतिपयलाई लाग्छ होला अब यो मोनिटाइज आइसकेपछि अनि एकदमैसँग राम्रै हुन्छ, अब एकदम भइहाल्यो, बस पुग्यो भन्ने हुन्छ होला होइन। तर यो मोनिटाइज आइसकेपछि पनि साह्रै झुर दिनहरू आउँछ, साह्रै कन्टाल लाग्दा, साह्रै बेकार, एकदम कठिन अवस्था आउँछ फेरि यसमा पनि। एकदम लाइक, एकदम सेयर, सब्सक्राइब, भ्युज भन्ने कुरो एकदम वात्तै घटेर जान्छ। तपाईँको कति पनि त्यसमा भ्युजहरू आउँदैन। अब अडियन्सको कमी हुन्छ, फेरि सबैमा लाल देखिन्छ, ग्रिन कतै आउँदैन, तनाव पो हुन्छ त। त्यसैले गर्दाखेरि निरन्तर लागिराख्नुहोस्, निरन्तरता दिइराख्नुहोस्। पक्का पनि हजुरहरू सफल हुनुहुन्छ। सफलता नै हाम्रो हातमा लाग्छ, हामी निरन्तर लागिरहौँ र लाग्दा सफलता पक्कै हाम्रो हातमा छ हजुर। हस्।